Hello, good morning, guys. How are you? I hope everyone is doing well. So आज हामी आइपुगेको छौँ कुन ठाउँमा? मिनामुरा Okay. And आज तपाईँले हामी चाहिँ यहाँ आउनलाई चाहिँ स्ट्राटफिल्डबाट रेडफनसम्म अनि रेडफनबाट फेरि अर्को ट्रेन ट्रान्सफर गरेर लगभग 1.5 घन्टा लाग्यो। भर्खरै आइपुगेको। यो कस्तो अब चाहिँ हामी अन द वे छौँ। देखाउनुहोस् यता पनि। यो हेर त रोड भनेको यस्तो हुनुपर्छ यो बाटो यस्तो ब्याकवर्ड एरियामा आएर नि बाटोहरू एकदमै निट एन्ड क्लिन एन्ड प्लस आफ्टर लाइक 1 week वेदरले पनि पुरै साथ दिएको छ। फाइनली आफ्टर 1 week पछि चाहिँ घाम टिलिक्कै टल्केको छ। एन्ड यो हामी बुढाबुढी हात समात्दै बाटोभरि हिँड्दै गफ गर्दै यहाँ कहीँ मैले क्याफे देखेको थियो। अलमोस्ट हामी क्याफेको नजिक पुग्न लागेको छौँ। सो अनि यो स्टेसनबाट हामीले अराउन्ड 10 मिनटको वक पछि चाहिँ हाम्रो ब्युटिफुल लोकेसन आउँछ जहाँ हामी अलमोस्ट 2.5-3 hours हेरौँ कतिसम्म हामी टाइम स्पेन्ड गर्न सक्छौँ। यस सो त्यही हो आजको डे। एकदम पिस कामहरू सबै छोडेर स्ट्रेसलाई पछाडि राखेर डेली लाइफ रुटिनलाई सबै छोडेर आएर समथिङ हामी के पिसको लागि हामी यो ठाउँमा आएको छौँ। कस्तो शान्त छ है। क्वालिटी टाइम पिसफुल टाइम एकदम शान्त एरिया क्या। मलाई अचम्मको लाग्ने कुरा चाहिँ अब यो ठाउँ लगभग अलिकति पपुलर भनौँ न पपुलर नै होला तर यहाँ मैले यहाँ नभेटेको चाहिँ क्याफे हो। यो ठाउँमा आउनलाई चाहिँ तपाईँ एकदमै खानेकुराहरू सबै भोटेर आउनुपर्ने। यता रहेछ यता छ तर मैले यहाँ क्याफे देखेको छु। वो लुक एट द भ्यू मिनामुरा। Okay, we can go and have some. अब चाहिँ हामीले एउटा क्याफे देखिरहेको छौँ नत्र यो वरिपरि चाहिँ खाने ठाउँ पनि छैन अरू जाने ठाउँ पनि छैन। तपाईँ यहाँ आउनुहुन्छ भने चाहिँ ट्रेनमै टोयलेट सबै गरेर आउनु सक्नुहुनेछ। के खानु बुढो? कफी? नो कफी के खाने तपाईँ? म त कफी नखाने यार। अब चाहिँ हामी पुग्यो। मेरो बुढो चाहिँ बिचरा खानेकुरा बोकेर आइरहनु भएको छ हो। कस्तो आनन्द छ। यहाँबाट त उता निस्किने बाटो ब्लक रहेछ नि बुढो। वाउ लुक एट द भ्यू। वाउ कस्तो राम्रो डाँडा छ हेर्नु। जम्मले अगाडि पब्लिक टोयलेट छ। ओके यहाँ बस्नु। वाउ एकछिन त हामी बस्छौँ। कति धेरै चरा छ हेर्नु त उबाट। हो त रहेछ। वाउ यहाँ त स्विमिङ पनि गर्न सकिँदैन भन्न किन। यो ठाउँमा स्विमिङ गऱ्यो भने यो
पानी तल झन् खुट्टा तल तान्छ नि कुली त It's a beautiful day. सेम पोज हो सेम पोज हो Simple. कस्तो राम्रो छ ठाउँ त्यही लाने त्यो ठाउँबाट चाहिँ भ्यू राम्रो देख्नुहुन्छ हावाले त्यति पानी पर्छ हावा त्यो साइडमा बगेको छ तिनीहरू त हावाले बगेको माथि तिनीहरू सबै माथि त्यो डाँडामा अब चाहिँ हामी जाँदैछौँ यो डाँडामा यहाँ चाहिँ रमाइलो जस्तो छ मान्छेहरू पनि धेरै छ त्यहाँबाट हामी समुद्र ओके लेट्स गो मुर्रा नाम चाहिँ कस्तो छ अरे मुर्रा कस्तो छ अरे यहाँको नाम मुर्रा जस्तो मुर्रा मिनाको मुर्रा चाहिँ मनपर्छ है यो बोट चाहिँ क्या दामी
जस्तो बुढो मिङ गरिरहेको छ। यसको आँखा तपाईँको भन्दा तेजिलो छ ल, हेर्नु त। यिनीहरूको ध्यान खतरा हुन्छ नि, यस्तो ध्यान दिएर हेर्छ।